मानव जिन्दगी नश्वर हुन्छ, जन्मेपछि मर्नुपर्छ। यो अकाट्य प्राकृतिक सत्य हो। यतिखेर हामी यो दुःखद क्षणमा उपस्थित छौँ कि सानीमारी लायन्स इन्सुरेन्स तहन शाखाका प्रमुख कृष्ण कुमार चौधरीजीको पूज्य पिता पुष्पलाल चौधरीको निधन भएको छ र हामी अन्त्येष्टि कार्यमा समाहित भइरहेको छौँ। क्यान्सर रोगबाट पीडित रहनुभएको पुष्पलाल चौधरीको आज दुःखद निधन भएको छ। उहाँको आत्माले यो रोगबाट मुक्ति पाएको छ। गम्भीर रोग लागेर लामो समयसम्म उपचार गरिरहनु स्वयं बिरामीको लागि त धेरै असह्य पीडादायी हुन्छ नै, परिवारका लागि पनि उत्तिकै असहजता र आर्थिक बोझो हुन्छ। तर आफ्ना आफन्तको, आफ्नो अभिभावकको, आफ्नो सन्ततिको पीडा परिवारलाई देखिसह्य हुँदैन, सही सह्य हुँदैन। ऋणपान गरेर भए पनि नियमित उपचार अगाडि बढाउनुपर्छ। त्यसरी नै दाँत र अन्ततः घाँटीको क्यान्सरबाट पीडित भएको आज निधन भएको छ। उहाँको आत्माले मुक्ति पाएको छ। हामी उहाँको आत्मालाई चिर शान्ति मिलोस् भनी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको पार्थिव शरीर यो समाजबीच, हामीहरू बीच आज नजरमा रहेको छ अथवा हामी देखिरहेको छौँ भने अब केही क्षणमै थारू संस्कृति अनुसार व्यवस्थापन गरेर अगाडि नेछौँ। हामीहरूको सहभागिता निरन्तर छ। हामी अगाडि बढिरहेका छौँ निरन्तर। बुवा अमरचन्द्र चौधरी र आमा रेश्मीदेवी चौधरीको कोखबाट विक्रम सम्वत 2022 साल पुस 13 गते जन्मनुभएको उहाँ 2041 साल वैशाख 8 गते सामैना देवी चौधरीसँग दाम्पत्य जीवनमा बाँधिनु भएर 3 छोरीहरू सावित्री, सरस्वती र पार्वती र 1 छोरा कृष्ण कुमार चौधरीको आदर्श पिता बन्नुभएको थियो। यहाँले देखिराख्नु भएको यो दृश्य सेउती खोलाको कुमारखत नेरको अवस्थिति हो। बाँच्दाको जन्ती मर्दाको मलामी भन्छन्। मलामी महानुभावहरू आउने क्रम जारी छ। तर जङ्गल गाउँबाट जङ्गलको किनारै किनार हुँदा यो खोलाको काठै काठमा हामी अगाडि बढिरहेको छौँ र दहन स्थल नेर पुग्न लागेका छौँ। यहाँहरू यो दुःखद क्षण हेरिराख्नु भएको छ। यस पछाडिको दारुण दृश्य यहाँलाई सम्प्रेषित नगरिकन उहाँको शुद्धि कार्य 13 दिनको हुने अवगत गराउँदै आफन्तजन, इष्टमित्र र शुभचिन्तक महानुभावहरूमा साथ सहयोग र सहकार्यका लागि अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।